आफू बसेको ठाउँको नाम यसो कमेन्टमा लेखेर छोडिदिनु होला होइन। बाइक चाहिँ सब रमाइलो छ होइन। डिजे सिजे पनि चालु भइसक्यो भयो उता साथीहरू सब नाच्ने रमाउने भन्ने अब सबै तयारी छ। सुरे ल यता आउनु पर्यो। सबै रमाउनु ल ल ल सबजना रमाउनु पर्यो है। दाजुसँग पहिलोचोटि गार्डन घुम्न आइरहेको छु। मलाई धेरै धेरै खुसी लागेको छ हाम्रो दाजुसँग घुम्न आइयो आज है गाइजहरू। आज ठ्याक्कैसँग कस्तो हेर्नु न हाम्रो चाहिँ एकैचोटि छुट्टी मिलेको कि आज चाहिँ नत्र पनि हाम्रो एक वर्ष भयो कन्टिन्यू होइन। भाइको हाम्रो कहिल्यै छुट्टी एकैसाथ हुन्थेन। आज चाहिँ भगवान्ले जुराइदियो भनौँ न है। ल धेरै खुसी लागेको छ। हृदयदेखि नै धेरै धेरै खुसी लागिरहेको छ। दाजुलाई भेट्नु मैले आज हाम्रो एकैसाथमा छुट्टी मिल्यो। एक वर्षपछि एकैसाथमा छुट्टी मिल्यो आज एउटै कम्पनीको हुँदा पनि एक वर्षपछि साथीभाइ चाहिँ घुम्न पाएको छ होइन साथै। अनि सबै साथीहरू कोही यता छन् कोही चाहिँ हामी आज अलिक ढिलो आयो गाइजहरू। हामी आज 5 बजी आउने पनि मान्छे गर्मीको कारणले गर्दाखेरि थोरै वेट गऱ्यौँ। आज हामी 7 बजी आइपुग्यो। 7 बजी आएर पनि हल्का हल्का मजाले छ। तपाईँ देख्न सक्नुहुन्छ यो चाहिँ दुबई शारजा 15 नम्बर नेक्स्ट टु हाइपर मार्केट अगाडि है गाइजहरू। रमाइलो छ यहाँ। सबै साथीहरू चाहिँ यस्तो फ्रेस हुनुलाई यहाँ आउने गर्छन् होइन। तपाईँहरू पनि दुबईमै हुनुहुन्छ कतै हुनुहुन्छ भनेपछि चट्ट यो गार्डनमा आएर चट्ट रमाइलो गर्नु हामीसँग भेट्नुहोस्। यसो रमाइलो गरौँला साथीभाइ सबै मिलेर। मोरिदान के छ र 2 दिनको जिन्दगी हाँसी खुसी दिनुपर्छ होइन भाइ। ल यति भन्दै मेरो भलो चाहिँ बन्द गर्नु।